एकछिन हाम्रो प्रचण्डज्यूको घोषणापत्र सुन्नुभयो? सुन्नु भएको छैन भने सुन्नुहोस् है। उहाँले हरेक वर्ष 1,50,000 रोजगार दिने, विदेशबाट फर्केका 1 लाख जनतालाई उद्यमी बनाउने, 2 वर्षमा धान, गहुँ, तरकारी, फलफुल, दूध, माछा मासुमा पूर्ण आत्मनिर्भर हुने, 1 वर्षमा सबै किसानलाई परिचय पत्र अनि एकीकृत कृषि ऐन र किसान अधिकार ऐन निर्माण गर्ने, 5 वर्षभित्र 10,000 मेगावाट र 2100 सम्म 40,000 मेगावाट बिजुली उत्पादन गर्ने, 5 लाख नयाँ आवास निर्माण, हरेक नेपालीको घरमा सफा पिउने पानी, 20 वटा सहरलाई स्मार्ट सिटी र 100 वटा ग्रामीण गाउँलाई स्मार्ट भिलेज बनाउने, 2 वर्षभित्र नेपाललाई सुकुम्बासी मुक्त देश बनाउने, 5% ब्याजमा 1 करोडसम्म ऋण अनि बेरोजगारी बिमाको पनि व्यवस्था गर्ने, 1 वर्षभित्र स्वतन्त्र छानबिन आयोग बनाई हालसम्म सार्वजनिक पद धारण गर्ने हरेक व्यक्तिको सम्पत्ति छानबिन गर्ने, तलबी महिलालाई 6 महिना सुत्केरी बिदा, महिलालाई लाग्ने स्तन क्यान्सर, फिस्टुला जस्ता रोगको निशुल्क उपचार। अब यो प्रतिबद्धतामा कति कुरा पुरा होला त? म त योभन्दा बढी पढ्न सकेन। कमेन्ट बक्स तपाईँहरूकै हो, कमेन्ट चाहिँ गरेरै जानु होला है।